हेलो गाइज, आज चाहिँ मैले धेरै दिन पछाडि भ्लग स्टार्ट गरेँ किनभने मलाई आज चाहिँ मौसम तपाईँहरूले हेर्न सक्नुहुनेछ। एकदम चिसो चिसो छ, भर्खर पानी परेको, असिनासहित पानी परेको। अनि यहाँ चाहिँ मलाई भ्लग बनाउन मन लाग्यो अनि त्यसपछि चाहिँ मैले आज एउटा छोटो भ्लग बनाइदिइ हालेको। आज चाहिँ म तपाईँलाई के को भ्लग देखाउँछु भन्दाखेरि आज म तपाईँलाई देखाउँछु मेरो घरमा रहेका तरकारी, खेती अनि त्यसपछि लिची रहेको छ। एउटा फलफुल खेती, तरकारी खेती अनि फुलहरू देखाउने छु, जुन चाहिँ तपाईँहरूलाई कस्तो लाग्छ तर कमेन्टमा भनिदिनु होला। अब भ्लगमा अब त्यही त देखाउने हो नि। अब मैले आफ्नो घरको एकचोटि पनि देखाइसकेको, तर मैले फेरि डिलिट गरिदिइहालेँ त्यो चाहिँ। अब यहाँ तपाईँहरूलाई म देखाउँछु मेरो घरमा चाहिँ कस्ता कस्ता फुलहरू छन्, कस्ता रङका फुलहरू छन्, कस्ता प्रकारका फुलहरू छन्, त्यो सबै म तपाईँलाई भ्लगमा देखाउने छु। तपाईँहरूले चाहिँ नबिर्सिकन नरोकिकन एन्डिङसम्म हेरिदिनु होला। लाइक सब्सक्राइब गर्नुपर्छ भने छिटो छिटो लाइक सब्सक्राइब पनि गरिदिनु होला। सो ढिला नगरिकन जाउँ है त, म के देखाउने छु त हजुरहरूलाई। सो अब चाहिँ म तपाईँहरूलाई आफ्नो सुरुमा त म तपाईँहरूलाई मेरो घर देखाउँछु, जुन चाहिँ मेरो घर अगाडिबाट हेर्दा चाहिँ यस्तो देखिन्छ र यो पछाडिबाट हो, पछाडिबाट हो, यो पछाडिबाट हो यो मेरो घर चाहिँ। अब अगाडिबाट चाहिँ तपाईँलाई म देखाउँछु है त। भनेको मेरो घरको साइड हो, चाहिँ साइडतिर हो, साइडतिर पनि यसरी सफा भएको छ, यो सफा गरेको छ। अब यो अगाडिबाट म देखाउँछु, साइड हो यो चाहिँ अहिले मेरो है, साइड हो। अगाडिबाट चाहिँ यस्तो देखिन्छ किनभने त्यहाँनिर के भन्छ पानी छिर्छ भनेर तिरपाल पनि टाँगेको छ ठ्याक्कै यताबाट बाटो, अनि यताबाट आइसकेपछि यता ठ्याक्क घर देखिन्छ यस्तो बब्बाल हाले। सो ढिला नगरिकन अब मेरो घरभित्र इन्टर हुनु है त। सो यहाँनिर चाहिँ के रहेको छ भन्दाखेरि चाहिँ यो चाहिँ हाम्रो एउटा गेट फ्लावर जस्तै हो। जस्तै तपाईँहरूलाई अब कस्तो लाग्छ भन्दाखेरि यो गेट फ्लावर भन्दा पनि मलाई चाहिँ गेट फ्लावर रोप्नु भनेर भनेको थियौँ होइन, तर यहाँनिर धेरै फुलहरू पनि फलेको छ। अहिलेको सिजनमा फल्दैन, जाडो सिजनमा फल्ने फुलहरू हो, जुन चाहिँ काँडाहरू रहेको छ, गेट फुल रहेको छ यो चाहिँ। तर गेट फुल चाहिँ यस्तो लहाङ्गेर आउँदैन क्या, यो वाला चाहिँ पहेँलोवाला फुल हो क्या, यो पत्ता जस्तो यो कहिलेकाहीँ फल्छ कहिलेकाहीँ फल्दैन। अनि अर्को रहेको छ यो पहेँलो फुल, येल्लो कलरको फुल, मलाई बब्बाल लाग्छ यो फुल चाहिँ। अहिले फल्ने सिजन हो। अब पछि म तपाईँलाई फेरि अर्को भ्लगमा देखाउँछु, चाहिँ बब्बाल तरिकाले फुल्छ, फुलेको बेला हेर्नुलाई। अनि जब त्यसपछि अब यहाँनिर आइसकेपछि यो वाला पत्तावाला, यो चाहिँ डिजाइन नै यस्तै हो, यस्तो सो यस्तै हो, यो पत्ता हाले हो यो चाहिँ, यो फुल त्यस्तै हुन्छ पनि राम्रो छ। अनि त्यसपछि यो येल्लो कलरको फुल दामी छ गाइज, यो पनि, यो फुल पनि। अनि अर्को फुल रहेको छ यो, मलाई मनपर्ने फुल हो यो चाहिँ, कस्तो राम्रो देखिएको छ है, हेर्नुहोस् त, मलाई मनपर्ने फुल हो यो। अनि अरू चाहिँ के भन्नुभयो भने साँच्ची तपाईँहरूलाई यो फुल चाहिँ तपाईँहरूलाई चाहिँ हाम्रो घरमा धेरै नै मिल्छ होला। यो फुल चाहिँ, यो भनेको एकछिन सो मात्रै हो है, यो चाहिँ यो सो मात्रै हो यो फुल चाहिँ। अरू पनि कति फुलहरू छन् तपाईँहरूलाई, जुन चाहिँ म अलिकति म केही पनि बोल्दिनँ, अलिकति सिनेमेटिक पाराले खिच्छु ल त्यो फुल चाहिँ। अलिकति हुन्छ नि, अब तपाईँहरूलाई कसरी भन्नु, अब अलिकति उयो टाइपको क्या, फिल्मी टाइपले खिच्छु क्या म। त्यसमा चाहिँ म केही पनि बोल्दिनँ, त्यही पनि हेरौँ त कस्तो कस्तो फुलहरूको म क्याप्चर गर्छु। तपाईँहरू सबैजनाले नबिर्सिकन नकटाइकन हेरिदिनु होला है त। सो लेट्स स्टार्ट नाउ।
गाइस तपाईँहरूलाई मैले फुलहरू चाहिँ देखाइसकेको छु। अब अगाडिको बाटोको फुलतिर जाऊँ है त, कस्तो देखिँदो रहेछ त। हेरिदिनु अनि पनि अगाडिको फुल चाहिँ त्यो तपाईँहरूले जहाँ पनि पाउन सक्नुहुन्छ हाम्रो घरमा। यो चाहिँ धेरै नै पपुलर छ हाम्रो घरमा, तपाईँले हेर्न सक्नुहुन्छ। धेरै फेमस छ हाम्रो घरमा यो चाहिँ, यो फुल। अहिले पनि यता देख्नु होला साइडतिर, अहिले पनि देखाइदियो हुन्छ तपाईँले। यो घर अगाडितिर देख्दै हुनुहुन्छ है त, साइडतिर भन्दा पनि यो अगाडितिर हो। यो फुल चाहिँ अलिकति सुके जस्तो छ यो फुल चाहिँ अलिकति। त्यसमा चाहिँ झ्याप्पै आएको छ है गाइस, हेर्नुहोस् यसमा चाहिँ झ्याप्पै फुल आएको छ। धेरैवटा छ, एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा। यो फुल धेरै हेर्न सक्नुहुन्छ मेरो घरमा। अनि लास्टमा चाहिँ हामीहरूले के रोपेको छौँ भन्दाखेरि त अलिकति बाटोतिर भनौँ न यो। सो गाइस सरप्राइज, यो चाहिँ रोज फुल हो हाम्रो, क्युट खाले रोज फुल, जुन चाहिँ हामीलाई यहाँ बाटोमा देख्न सक्नुहुनेछ। सो बाटो यहाँबाट गाडीहरू हिँड्दै आउँछन् अनि यहाँबाट चाहिँ हाम्रो घरलाई निहालेर हेर्दछन्। दामी भ्यू आएको छ गाइस यसबाट चाहिँ। यो फुल चाहिँ तपाईँले जहाँ पनि हेर्न पाउनुहुन्छ मेरो घरमा चाहिँ। यो फुल चाहिँ सोका लागि मात्र, जति काटे पनि फलेको गर्ने फुल हो यो चाहिँ। गाइस 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 मैले तपाईँलाई एउटा मेन कुरा त मैले तपाईँलाई छुट्याइहालेको छु नि। यो मेन कुरा त तपाईँहरूलाई थाहा हुनै पर्ने हो। आँप त तपाईँको घरमा छँदैछ होला, तर यसरी आँप त फल्दैन होला नि त। लेट्स सी गाइस, यहाँ हेर्नुहोस् यसरी आँप फल्छ, हेर्नुहोस् त। ओ माई गड, कस्तो सेटिस्फाई आँप हो। वाउ, यसरी बोटामा टप्पटिपो खायो होइन, कस्तो मजा आउँछ। जस्ट लाइक यो वाइट फुल पनि मेरो फेभरेट हो, कस्तो राम्रो वाइट फुल छ। अनि यो झन् त ओ माई गड, यो झन् पहिलाको फुलहरू, यो झन् मन नपर्ने कुरै आएन। यस्तो मजाले फलेको छ आँप भन्ने नि। एन्टर गर्ने ठाउँ मेरो घरको। अब आजलाई चाहिँ ब्लग यति नै हो, स्टप गरिहाल्छु। मलाई धेरै ब्लग बनाउन मन लाग्दैन, कहिले काहीँ मिल्यो भने बनाउँछु, कहिले काहीँ मिलेन भने बनाउँदैन। यहाँ लिची पनि छ, कलको छेउनेर लिची पनि हामीले रोपेका छौँ यहाँनिर चाहिँ, खान मिल्छ भनेर होइन। लान त कसैले नि लाँदैन। अघि एउटा खाइहाल्यौँ चढाएर, अब भोलि फेरि त चढाएको खाने हामी। ओ माई गड, साथै गयो मलाई। उनीहरू गर्दा हुन्छ, म त पछाडिबाट कुन चाहिँ चोराएर ल्याउन गर्छ भन्छु नि। कस्तो तर्साउँ भएको, म त कहाँबाट कुन चाहिँ पछाडि आउँछ भन्छु। कस्तो हौ, बा माथि हुन्थ्यो तर्साउनु नै भयो मलाई गरेर, म त कुन चाहिँ चोरायो भन्छु नि। अनि सो भाइ चाहिँ वहाँनिर झन्डा लडेन। सो आजलाई भ्लग यति नै एन्डिङ गरिहाल्छु। थ्याङ्क्स फर वाचिङ, बाई।